माल रोड भ्यू पोइन्ट जानु पर्यो। मजाको लाग्छ यहाँनिर जग्गा मलाई के अब हुन त यहाँ डेली नजिकै छ जग्गा चाहिँ मजाको लाग्छ, मनपर्छ मलाई पुरा यो जग्गा चाहिँ। यहाँबाट कञ्चनजङ्घा हेर्नु चाहिँ मजा लाग्छ मलाई जहिले तैँले। आज हेर्नु त वेदर कस्तो छ, वेदर कन्डिसन त्यस्तो क्लियर छैन रहेछ, त्यस्तो क्लियर छैन रहेछ आज त। टुरिस्टहरू पनि त्यति साह्रो छैन रहेछ, सधैँ त यहाँ पुरा हुन्थ्यो, छैन रहेछ आज त, खाली रहेछ आज त। कञ्चनजङ्घा नदेख्दो रहेछ नि त आज त, धुम्म छ, मौसम क्लियर छैन, त्यसले गर्दा चाहिँ टुरिस्ट निकै कम्ती भएछ दार्जिलिङमा, छैन आज कञ्चनजङ्घाको दर्शन भएन। यहाँ छ क्लियरै छैन मौसम, क्लियर भए चाहिँ अब देख्थेँ मजाले। चियावाला पनि आएन रहेछ, चिया बेच्ने मान्छे पनि छैन रहेछ, क्लियरै छैन आज मौसम। अब एकखेप मजाले पानी पऱ्यो भने चाहिँ त्यहाँदेखि क्लियर हुन्छ, नभए त यत्तिकै होला। अब कहिले पानी पर्ने, यो वर्ष पानी पनि परेको छैन। घाम चाहिँ लागिरहेको छ तर टाढो चाहिँ अलिक नदेख्दो रहेछ, कञ्चनजङ्घा छैन आज। चिया पनि खाउँ भनेर आएको छैन रहेछ, गएको अब क्याम्प रेस्ट गर्नुपर्छ गएर। ओके बाबा, हेभ अ नाइस डे।